नमस्ते, म विक्रम कणेल। म अहिले स्वर्गको टुक्रा नेपालको बर्दिया जिल्लाको कोठियाघाट पुलबाट बोलिरहेको छु। यो कोठियाघाट चाहिँ बर्दिया जिल्लामा अवस्थित रहेको छ। यो पुलले चाहिँ तपाईको मधुवन नगरपालिका र राजापुर नगरपालिकाले छुट्याएको छ। साथै यो कर्णाली नदीको चाहिँ पूर्वीपट्टिको भागमा यो कोठियाघाटको पुल रहेको छ। करिब यसको लम्बाइ होइन एक्ज्याक्टली नै यसको लम्बाइ चाहिँ तपाईको चाहिँ 1 किलोमिटर 25 मिटर रहेको छ र यो चाहिँ एकदम कर्णाली पानी पनि बगिरहेको देख्न सक्नुहुनेछ। अहिले चाहिँ बाढी आएको छ कर्णालीतिर, एकदम पानी परेर माथि कालीकोट जुम्ला हुँदातिर र यो पानी चाहिँ माथिको कैलाश पर्वतसम्मबाट पनि पानी आएको छ र यता यसको लम्बाइ हेर्नुसम्म यसको दूरी रहेको छ र तपाईहरु चाहिँ यो पर्यटन क्षेत्रको लागि चाहिँ अति उपयुक्त भएको हुनाले घुम्नलाई चाहिँ आउनु होला। यो एकदम घुम्नलाई आतुर, तपाईको सेवा गर्नलाई चाहिँ यो पुलले चाहिँ आतुर गरिरहेको छ हैन। एकदम रमाइलो छ हैन। तपाईले यता पश्चिमपट्टि हेर्नुस्, यो राजापुर क्षेत्रतिर यतापट्टि यसरी देखाइरहेछ भने पूर्वपट्टि चाहिँ मधुवन क्षेत्रतिर यतापट्टि रहेको छ र बीचमा यतापट्टि चाहिँ अहिले चाहिँ कर्णाली नदी चाहिँ ठ्याक्क पूर्वपट्टिको भागमा चाहिँ थोरै पानी बगेको छ भने पश्चिमपट्टिको भाग कैलालीतिर अर्को पनि सानो, योभन्दा सानो पुल रहेको छ। त्यसमा चाहिँ सानो के भन्छ पुल रहेको छ त्यता, तर धेरै पानी बग्छ। तर कालान्तरमा यो नदीको बहाव बढ्ने क्रमले चाहिँ फेरि कहिले यता धेरै पानी बगेको हुन्छ र यस्तै रहेको छ। तपाईले जे होस्, कर्णाली नदीको पानी बर्दिया जिल्लामा चाहिँ आएको छ। यो कर्णालीको बेसिन, रिभर बेसिन भनेर बुझिन्छ। तपाईहरु चाहिँ यसमा घुम्न आउनु होला र सबैले घुमेर आइदिएर यसलाई चाहिँ प्रचार प्रसार गरेर यहाँको गरिमामय बढाइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद।